हजुर, स्थिर राजनीतिक वातावरण विदेशी लगानीको लागि महत्त्वपूर्ण तत्त्व हो। यदि हामीले विदेशबाट ल्याउने हो रकम भने, विदेशबाट लगानी ल्याउने हो भनेपछि राजनीतिक स्थिरता एकदमै आवश्यक रहन्छ। जो विश्वासको कुरा गर्नु पर्दाखेरि हामीले चाहिँ लगानीको विश्वास र लगानीको वातावरणको लागि यो ठुलो भूमिका यसले खेल्छ, जसको मुख्य कारण नीतिगत अस्थिरता, प्रशासनिक जटिलता र पूर्वाधारको कमजोरी। अहिले हामीले यसको कारणले चाहिँ नेपालमा लगानी भित्र्याउन गाह्रो भइरहेको कुराहरूलाई यसमा सहज गर्ने बित्तिकै हाम्रो चाहिँ विदेशी लगानी भित्रिन्छ, जसको लागि चाहिँ नयाँ निर्वाचनपछि, अब यो निर्वाचनपछि यसमा चाहिँ सुधार हुने देखिन्छ। विशेष गरी यसमा चाहिँ आर्थिक क्षेत्रहरू जसरी त्यसलाई हामीले चाहिँ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छौँ, यस्तै गरेर स्थिर सरकार भयो भने हामीले चाहिँ लगानी मैत्री कानुनको निर्माण गर्न सक्छौँ। यस्तै ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, औद्योगिक कुराहरूलाई पनि हामीले यसमा लिन सक्छौँ र यसले चाहिँ नयाँ प्रविधिहरू भित्रिन्छ, यसले रोजगारी सिर्जना गर्छ र जसले गर्दाखेरि हाम्रो चाहिँ आर्थिकमा चाहिँ हाम्रो सुधार आउँछ, सकारात्मक सुधार रहने कुरा देखिन्छ। को क्षमता बढ्छ। यसरी विदेशी मुद्राको पनि आम्दानी हामीले गर्न सक्छौँ विदेशी लगानीमा।